कोइन्सिडेन्टली हामी दिदीबहिनीको बिहे चाहिँ एउटै प्याटी प्यालेस अनि एउटै मण्डपमा भयो। सो हेलो एभ्रिबडी, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ मैले वेडिङको मिनी ब्लग लिएर आएको छु। अनि कसको वेडिङ हो भन्ने कुरा हजुरहरूले अगाडि मेहन्दीको हल्दीको भिडियो हेरेर थाहा पाइसक्नु भएको छ। मलाई भिडियो पोस्ट गर्नको लागि लेट भयो। अनि बिहेको भेन्यू चाहिँ थियो कन्काई पार्टी प्यालेस एन्ड रिजोर्टमा। त्यो चाहिँ दमकमा छ, अलिकति भित्र छ क्या, एकदम पिसफुल वातावरण छ क्या त्यहाँनिर चाहिँ। भित्र भएर हल्ला खल्ला हुँदैन, शान्त वातावरण छ। अनि फाइनली हामी चाहिँ पार्टी प्यालेसमा पनि आइसकेको छौँ। अनि यो चाहिँ हो पार्टी प्यालेसको डेकोरेसन स्टार्टिङ। अनि इन्टर गर्ने स्टार्टिङ गेट हो, एकदम राम्रो डेकोरेसन थियो, मलाई एकदम मन पर्यो। सो मेरो पनि यही पार्टी प्यालेसबाट बिहे भएको थियो। अनि फाइनली मेरो बहिनीको पनि भेन्यू चाहिँ यही फिक्स भएको छ। सो मैले चाहिँ फेरि पनि मेरो बिहेको अगाडि यत्रो 5-6 वर्ष भइसक्यो नि त, फेरि रिकल गर्न पाएँ क्या मेमोरी। सेम मण्डप, सेम पार्टी प्यालेसमा चाहिँ म र मेरो हस्बेन्डको मेमोरी फेरि रिकल हुने भयो। सो जाने बित्तिकै मैले चाहिँ एउटा रिल्स बनाइहालेँ, किनभने बाबुले भरे बनाउनु दिँदैन नि त। अनि त्यही भएर उहाँ हुनुहुन्छ, बिचको चाहिँ मेरो मम्मी, अनि छेउको कान्छी फुपू, यतापट्टिको माइली फुपू हुनुहुन्छ। अनि नन्द भाउजूहरूको अलिकति रिल्स बनाइदिइहालेँ। यति बेलै हो, जमघट भएको बेला नै हो, सबै मेमोरी प्रिजर्भ गर्ने भनेको। यिनी छिन् प्रश्ना, ब्युटिफुल लेडी। उहाँ हुनुहुन्छ मेरो चितवनको काकी आमा। उहाँ यतिखेर चाहिँ सबैजनाको चिया खाने टाइम भएको छ। सो सबैजनाले चाहिँ ब्ल्याक टी लिइराख्नु भएको थियो। अनि भेन्यू पनि खाली खाली थियो। मैले सो भिडियो पनि बनाइदिइहालेँ, डेकोरेसन एकदम राम्रो थियो। अनि सबैजना चाहिँ गफ गर्दै रमाइलो गर्दै ग्यादरिङ भएर चाहिँ चिया पिउँदै हुनुहुन्थ्यो, किनभने मर्निङ टाइमै थियो नि त। लगभग 9-10 कति बजेको थियो। हामी चाहिँ चाँडै नै रेडी भएर भेन्यूमा पुगिसकेको थियौँ। अनि सबैजनालाई चाहिँ मैले मेरो भिडियोमा प्रिजर्भ गरेँ, क्याप्चर गरेँ। अनि त्यस पछाडि चाहिँ यहाँनिर मेरो इरु छोरी चाहिँ पानीपुरी खाइरहेको थियौँ। यत्तिकैमा जन्ती पनि आउनुभयो। सो बाहिर बाजा बज्ने बित्तिकै म चाहिँ भिडियो लिएर गइहालेँ, किनकि मलाई चाहिँ मेरो बहिनीको सबै बिहेको मेमोरीहरू कलेक्ट गर्न मन लागेको थियो क्या। अनि उहाँ चाहिँ बुवा र भाइ हुन्थ्यो, म चाहिँ यता पनि भइहाल्छु है, जता पनि भइदिन्छु म चाहिँ। अनि यता चाहिँ ज्वाइँ साहब गाडीबाट टक्क उत्रिँदै हुन्थ्यो, मेरो बहिनी लिनलाई एक्साइटेड भएर आइराख्नु भएको थियो। अनि उहाँ चाहिँ मेरो विशाल दादा र दिवस दादा बेहुलालाई लिन आउनुभएको। अनि बेहुलालाई लिएर चाहिँ काका दादाहरू चाहिँ जानुभयो उहाँलाई स्वागत गर्नको लागि। हामी चाहिँ गेटमा बसेको थियौँ सबैजना। अनि सबैजना जन्तीमा नाच्दै रमाइलो गर्दै भित्र छिरिराख्नु भएको थियो, एकदम रमाइलो भएको थियो। पन्चे बाजा पनि एकदम राम्रो बजाउनु भएको थियो। महिला दिदीबहिनीहरू हुन्थ्यो नि त, अहिले त आमा समूहबाटै हुन्छ। अनि यहाँ चाहिँ मेरो ज्वाइँले चाहिँ हल्का मेरो बहिनीको फेस हेर्ने एक्साइटेड भएर घुम्टो ओर्नु हो। अनि फोटोसुट बिना चाहिँ एकदम अहिलेको बिहे चाहिँ सबै लगभग अधुरै छ क्या। अनि फोटोसुटको लागि चाहिँ सबैतिर क्यामराम्यानहरू यताउता दायाँ बायाँ बिजी हुनुहुन्थ्यो क्या, गेस्टको वरिपरि, अब यता बेहुला बेहुलीको लिनको लागि। अनि अब चाहिँ स्वयम्वरको कार्यक्रम सुरु हुँदैछ। अनि मेरो बहिनीले चाहिँ पण्डितजीको आज्ञाअनुसार विधिवत स्वयम्वरको विधिहरू गर्दैछिन्। अनि यता चाहिँ मेरो प्यारी बहिनी आश्रिया, उनी चाहिँ डान्स गर्दैछिन्। पन्चे बाजाको धुन सुनेर नाचिरहेको थिइन्, कमर हल्लाउँदैछ, स्विट। अनि यता स्वयम्वर चाहिँ अझै पनि सकेको थिएन कि, भर्खर स्टार्ट भइरहेको थियो, किनभने जन्ती चाहिँ ढिलै आउनुभएको हो नि त। जन्ती धेरै टाढा हुनुहुन्थ्यो क्या, नजिकै यही दमक छेउछाउ गौरवबाट आउनुभएको ज्वाइँ राजा घर चाहिँ त्यहाँ थियो। अनि धेरै टाढा थिएन, त्यही भएर जन्ती चाहिँ लगभग कति 11-12 बजीतिर आउनुभएको थियो कि। अनि यता मालासाला लगाउनु भएर चाहिँ बेहुलीलाई भित्र के खाना खुवाउन न के गर्नको लागि बोलाउँदै हुन्थ्यो। अनि बेहुलीले चाहिँ सबैलाई छोडेर बाहिर निस्किन् क्या, खाना खाने भनेको सुन्ने बित्तिकै। अनि हामीले उसलाई जिस्काइरहेको थियौँ कि खाना खान भनेपछि चाहिँ साथी पनि छोडेर आउँदै रहेछन् भनेर जिस्काइरहेको थियौँ। यता चाहिँ बेहुलापट्टिको पन्जे बाजाको आमा समूहको आमाहरू चाहिँ एकदम बेहुली लानलाई एक्साइटेड भएर जोस जागरको साथ नाचिराख्नु भएको थियो। अनि गोडा धुने कार्यक्रम सुरु भएको थियो भित्र। मलाई चाहिँ बाबु हेर्नु पऱ्यो र बाहिर आएको। मेरो बाबुको चकचक चाहिँ यति धेरै छ नि, ऊ चाहिँ क्यामेरा फोबिया। उसको अगाडि क्यामेरा लिएर गयो भने चाहिँ उसले न फोटो खिच्छ न भिडियो बनाउनु दिन्छ, यो हजुरलाई थाहा छ। सो यता चाहिँ गोडा धुने कार्यक्रम भइरहेको थियो, उहाँ चाहिँ दादा भाउजू हुनुहुन्छ। अनि यता भाउजू चाहिँ एकदम इमोसनल भएर आँसुसरी भएर टिका लगाइदिइराख्नु भएको थियो। उहाँलाई देखेर चाहिँ म पनि इमोसनल भइसकेको थिएँ। यसो कि रुनु पऱ्यो कि भिडियो मात्र गर्नु पऱ्यो क्या। अनि म चाहिँ आँखाभरि आँसु पार्दै भिडियो गरिरहेको थिएँ। अनि मेरो पालो आयो कि, मैले चाहिँ टिका लगाएर आशीर्वाद दिइरहेको थिएँ। अहिलेको जमानामा चाहिँ मारे पाप पाले पुण्य भन्ने चाहिँ चल्दैन। ज्वाइँ साहब मेरो बहिनी लगेपछि चाहिँ एकदम खुसी राख्नुपर्छ, हजुरले राख्नै पर्छ।
भनेर चाहिँ मैले फुल वार्निङको साथ उहाँहरूलाई आशीर्वाद दिएँ। अनि सो यहाँ चाहिँ हुनुहुन्छ दिदी भेना, दिपा दिदी र भेना। अनि त्यस पछाडि चाहिँ हाम्रो कन्यादानको कार्यक्रम सुरु भयो। उसको चाहिँ मलाई इच एन्ड एभ्री मोमेन्टहरू क्याप्चर गर्न मन थियो। सो म चाहिँ एकदम लागि परेको थिएँ कि उसको भिडियोग्राफीको लागि चाहिँ सबै मेमोरीहरू क्याप्चर गर्नको लागि। अनि कन्यादान मलाई जहाँसम्म लाग्छ सबै के अरे गर्ल्सहरूको चाहिँ एकदम धेरै हार्डेस्ट मोमेन्ट हो क्या। बिदाई र कन्यादान चाहिँ एकदम धेरै हार्डेस्ट मोमेन्ट हो। अनि ऊ पनि एकदम रोइरहेको थिइन् कि। अनि जय राजाले उसलाई फकाइराख्नु भएको थियो। लभ म्यारेजको फाइदा चाहिँ एडभान्टेज चाहिँ यही हुन्छ क्या, जस आफूलाई चाहिँ कम्फर्टेबल फिल गराउनुहुन्छ क्या। ब्राइडले होस् या ग्रुमले होस्, एकअर्कालाई चाहिँ एकदम धेरै कम्फर्टेबल फिल गराउनुहुन्छ। सो मलाई चाहिँ एकदम लभ म्यारेज चाहिँ मनपर्छ। अनि ऊ एकदम इमोसनल भइरहेको थियो। बहिनी यतिखेर चाहिँ हामी सबैजना नै इमोसनल भएको थियौँ क्या, मोस्ट अफ ब्राइडपट्टिको सबै फ्यामिली। अनि यहाँ चाहिँ अब शुभ लग्न हुन आँटिरहेको थियो। उहाँले चाहिँ पोते सोते पनि लगाइदिनु भयो। हामी सबैजना एकदम खुसी पनि भयौँ। सो अलिअलि मन पनि दुख्यो, बहिनी लान आँट्नु भयो बिस्तारै बिस्तारै। सबै कुराहरू एकदम छिटो छिटो भइरहेको थियो क्या। अनि कस्तो, अनि त्यस पछाडि उनीहरूलाई यहाँ मण्डपमा बस्दाखेरि चाहिँ मलाई यस्तो फिल भयो, मैले मेरो बहिनीको ठाउँमा चाहिँ आजभन्दा 6 वर्ष अगाडिको मलाई इमेजिन गरिरहेको थिएँ। अनि ज्वाइँको ठाउँमा चाहिँ मेरो हस्बेन्डले इमेजिन गरिरहेको थियो कि हामीले चाहिँ सेम यही मण्डपमा चाहिँ मेरो र मेरो हस्बेन्डको बिहे भएको थियो। अनि सबै मेमोरीहरू चाहिँ मलाई ए टु जेड सेम मलाई नै कस्तो इमेजिन गरिरहेको थिएँ क्या। अनि यो पनि एकदम हार्डेस्ट मोमेन्ट हो, सिनियर मोमेन्ट आएको थियो। अनि मलाई चाहिँ हेर्नु हुँदैन भन्दै ज्वाइँले जिस्काइराख्नु भएको थियो। सो मैले चाहिँ भिडियो लिनै पर्ने थियो। अनि यतिखेर चाहिँ एकदम धेरै गाह्रो हुन्छ क्या सबैजनालाई। अनि यहाँ चाहिँ एकदम सानी छिन् नि त मेरो बहिनी। अनि ज्वाइँले चाहिँ एक फन्का घुमाइवरी यो बोक्ने, यो चाहिँ मलाई एकदम धेरै मनपर्छ है। बिहेको सबैभन्दा फेभरेट पार्टै भनौँ न यसलाई। अनि यो चाहिँ पण्डितजीहरूले पनि एकदम मजाले मिलाएर राखिदिनु भएको छ क्या। यसको खास मिनिङ चाहिँ मलाई थाहा छैन त्यही पनि। सो अब चाहिँ लगानकाठो गर्ने बेला भइसकेको छ। अनि उनीहरूले चाहिँ अब शपथ ग्रहण गर्दैछन् नि। उनीहरूले चाहिँ एकअर्कालाई सँगै जिउने सँगै मर्ने भनेर 7 वचन 7 फेरा लिएर चाहिँ शपथ ग्रहण गर्दैछन्। आजदेखि चाहिँ मेरो बहिनी चाहिँ मेरो ज्वाइँको गृहमन्त्री हुँदै हुनुहुन्छ, त्यही भएर शपथ ग्रहण हुँदैछ। अनि यहाँ चाहिँ जुवा खेल्दै हुनुहुन्छ क्या। म्याक्सिमम् हजुरहरूले याद गर्नुभएको छ कि छैन, छोरा मान्छेले भन्दा प्रायः छिट्टो छोरी मान्छेले जुवामा जित्छन् कि। सो मेरो बहिनीले घडी जितिसकेको थिइन्। अनि ज्वाइँले चाहिँ उसलाई पैसा देखाउँदै घडी देऊ भनिराख्नु भएको थियो। लभ म्यारेजमा चाहिँ यही हुन्छ क्या। अहिले एरेन्ज म्यारेज भएको भए साटासुट्टा जुवा खेल्यो अनि सक्यो। त्यो मोमेन्टहरू धेरै नै उयो एरेन्ज म्यारेजमा चाहिँ मैले म्याक्सिमम् देखेको चाहिँ त्यही हो क्या। अनि यहाँ चाहिँ सबैभन्दा फेरि पनि हार्डेस्ट पार्ट आएको छ बिदाईको। यहाँनिर चाहिँ भेनाले चाहिँ नरुनु भनिराख्नु भएको थियो। अब भोलि आइदिइहाल्छन्, किन रुनु भन्नु हुनुहुन्थ्यो। अनि बोक्ने चाहिँ के अरे ज्वाइँ राजालाई बोक्ने मेरो दिवस था त। अनि अगाडि काका हुनुहुन्छ उहाँ। अनि बिदाई गर्ने बेला भइसकेछ। भिडियो गर्दा गर्दै अब यो अब त्यो भन्दै स्टेप वाइज भिडियो गर्दा गर्दै मेरो बहिनीलाई मेरो ज्वाइँ राजाले लाने बेला भइसकेछ। सो कति चाँडै सबै समय बिते जस्तो लाग्यो क्या मलाई त। उसलाई ऊ एकदम इमोसनल छ नि त। हुन त यतिखेर सबैजना इमोसनल नै हुन्छन् छोरी मान्छे। म पनि यसरी नै आएको हो। हामी सबैजना यसरी नै जानै पर्छ। संसारको नियम सृष्टि नै यस्तै छ। सो छोरी मान्छेले चाहिँ एक न एक दिन पराइ घर जानै पर्छ, घर छोड्नै पर्छ। अनि आफू जन्मेको हुर्केको ठाउँ छोडेर जाँदा कसलाई नराम्रो लाग्दैन। सो मलाई पनि यस्तै नै फिल भएको थियो। जन्म त कति टाढा पुग्यो, मेरो बहिनी त कति लक्की रहेछिन् क्या। ऊ त एकदम नजिकै, जतिखेर भने त्यतिखेर नपाउँछिन्। सो उनीहरूलाई चाहिँ एकदम धेरै वैवाहिक जीवनको धेरै धेरै शुभकामना। सधैँभरि एकदम हाँसी खुसी जिन्दगी बितोस् भनेर चाहिँ आजको मेरो मिनी ब्लग चाहिँ यहाँनिर एन्ड गर्दैछु। सो थ्याङ्क यू सो मच फर वाचिङ। अब चाहिँ हामी घर फर्केको। अब नेक्स्ट भिडियोमा भेट्नेछु। बाइ बाइ।